कुलेखानी नेपालको बागमती प्रदेश अन्तर्गत मकवानपुर जिल्लामा अवस्थित एक सुन्दर गाउँ र जलविद्युत क्षेत्र हो। यो स्थान काठमाडौँबाट झन्डै 50 किलोमिटर टाढा दक्षिण पश्चिम दिशामा पर्छ। कुलेखानी समुद्र सतहबाट करिब 1500 मिटरको उचाइमा अवस्थित छ र यस क्षेत्रलाई प्राकृतिक सुन्दरताले सजाएको छ। हरियो जङ्गल, ठुला ठुला डाँडा र शान्त वातावरणले यो ठाउँलाई निकै आकर्षण बनाएको छ। कुलेखानी विशेष रूपमा इन्द्र सरोवर तालका लागि प्रसिद्ध छ। यो ताल वास्तवमा कुलेखानी जलविद्युत आयोजना निर्माण गर्दा बनेको कृत्रिम ताल हो। इन्द्र सरोवर नेपालकै पहिलो भण्डारण प्रणालीको जलाशय स्टोरेज टाइप रिजर्भेसन हो, जसमा वर्षभरिको पानी जम्मा गरेर बिजुली उत्पादन गरिन्छ। त्यो तालको पानीले वर्षभर निरन्तर बिजुली उत्पादन गर्न सहयोग गर्दछ। ऊर्जा मात्र होइन, कुलेखानी अहिले एक उत्कृष्ट पर्यटकीय गन्तव्य पनि बनेको छ। यहाँ हरेक वर्ष देश विदेशका पर्यटक डुङ्गा चढ्न, फोटो खिच्न र प्राकृतिक दृश्य अवलोकन गर्न आउँछन्। तालमा माछा पालन पनि गरिन्छ, जसले स्थानीय बासिन्दाको आम्दानी बढाउन मद्दत गरेको छ। कुलेखानी वरिपरि रहेका गाउँमा धेरै जातजातिका मानिसहरू बसोबास गर्छन्। गुरुङ, नेवार, तामाङ र ब्राह्मण क्षेत्री प्रमुख छन्। यहाँका मानिसहरू खेतीपाती, माछा पालन व्यवसायमा संलग्न छन्। पर्यटनका दृष्टिकोणले कुलेखानी नेपालको आन्तरिक पर्यटन प्रवर्धनमा ठूलो योगदान दिएको छ। काठमाडौँ नजिकै भए पनि यहाँ पुग्दा शान्त वातावरण, हरियो वन र चिसो हावा अनुभव गर्न सक्छन्। संक्षेपमा भन्नुपर्दा कुलेखानी नेपालको जलविद्युत विकास र आन्तरिक पर्यटन दुवैको प्रतीक हो। यसले देशलाई बिजुली मात्र होइन, सौन्दर्य र पहिचान पनि दिएको छ।